मेरो यो भिडियो हेरेर कतिपयलाई नराम्रो पनि लाग्ला, त्यसको लागि क्षमा चाहन्छु। अहिलेको जति पनि प्रदेशमा हुनुहुन्छ युवाहरू सबैले आफ्नो परिवारलाई फोन गरेर हुन्छ या मेसेज गरेर हुन्छ, सबैलाई अपिल गर्नुहोस् कि घन्टीमा भोट हाल्नुहोस् भनेर। हामीले अगर राम्रो काम गर्थ्यो भने पार हामीले अझै पनि एमालेलाई भोट हाल्थ्यौं, कांग्रेसलाई भोट हाल्थ्यौं, माओवादीलाई हाल्थ्यौं, पर यो भ्रष्टाचारीमा डुब्दै गयो देश। अब हुन्न। अब एकपटक हामीले पहिला पनि यस्तै गरेर हामीले एकपटक एमालेलाई जिताएका थियौं। अहिले हामीले यो घन्टीमा भोट हालेर यो पार्टीलाई, रासपा पार्टीलाई जितायौं भने पार सायद देशको मुहार यतिकै न केही फेरिन्छ कि भन्ने सबै नेपालीहरूलाई आश छ। म कुनै राजनीतिमा छैन, कुनै पार्टीमा छैन, मलाई कुनै राजनीतिक पार्टीसित कुनै मतलबै छैन। मलाई मेरो देश नेपालसित मतलब छ, मलाई मेरो देशको चिन्ता छ। यसै भएर यहाँ खाडीमा 1200 रुपियाँ कमाउने मान्छे गएर आफ्नो देशमा केही गर्लान् भन्ने मलाई आशा छ। कति दुःख झेलेका छन्, त्यो दुःख आफ्नै देशमा गएर उनलाई रोजीरोटी मिल्छ कि भन्ने त्यो आशा छ।